यो चाहिँ पानधारे बजार लाग्ने ठाउँ, त्यो बारेको ठाउँ। यो नयाँ बिल्डिङ बनेछ। यो के को बिल्डिङ बनेछ? नयाँ बिल्डिङ, सायद सरकारी बिल्डिङ जस्तो देखिन्छ। यतै मोटर बाटो पुगेर पानधारे पनि रमित लाग्दो भएछ। मौसम हेर्नु न, यो लेखमा यतातिर पानी पर्ला जस्तो भइरहेछ, उता पल्लो पाखा त्यसरी घाम लागिरहेछ कि। यो मौसम विचित्रको भएको छ। यो त्यो तलको पञ्चप्रकाशमा प्रावि अर्को बिल्डिङ बनेछ। त्यो सायद के को बिल्डिङ हो? त्यो स्वास्थ्य चौकीको बिल्डिङ हो कि प्रहरीको? सायद प्रहरीको बिल्डिङ जस्तो छ। यो ओल्लो स्वास्थ्य चौकीको बिल्डिङ, मास्तिर नि अर्को बिल्डिङ बनेछ। पानधारे यसो हेर्न हुने चाहिँ भएछ। अब यो ठ्याक्कै खोटाङ र भोजपुरको सिमाना पर्छ। यो कुहिरो आइरहेको उता खोटाङबाट आइरहेछ। यता उँभो गयो भने ट्याम्के पुगिन्छ। यता कुहिरो यो बत्तिएर आइरहेकोतिर गयो भने खोटाङ खिदीमा पुगिन्छ। यता यो माथि पर कुहिरो, यो हाँसिरहेको कुहिरोतिर सेल्मे हाँसिरहेछ। यता माथि खानी डाँडा भयो। यताबाट उँभो गएपछि खोटाङतिर छिरिन्छ। यो कुहिरोले छोपेको लेखर्कको ओइराङ बान्ताङ उपारी खेनाहरू देखिन्छ। यता गएपछि ओख्रे आयो। यता घुम्दै घुम्दै ओख्रे दलगाउँ देखिन्छ। ऊ पारी हेर्दाखेरि भोजपुर बजार चाहिँ बादलको घुम्टोले अलिअलि छोपेको देखिन्छ। जे होस्, भोजपुर प्राकृतिक छटाले चाहिँ भरिपूर्ण छ। लेख बेसी सबै चिज मिलेको सुन्दर ठाउँ हो। मात्रै विकासका पूर्वाधारले चाहिँ धोका दिएको ठाउँ हो। विकास, सडक पूर्वाधार अझै पनि बन्दैछन्, बनिसकेका छैनन्। ग्रामीण सडकहरू बनिरहेछन्, तर यी बर्खा लागेपछि यी सडकहरूको कामै छैन। तर यो बहुतै रमणीय, बस्न एकदम लायक ठाउँ, गजबको ठाउँ यो। हेर्नुहोस् तलतिर गाउँहरू, रमाइला गाउँहरू छन्। अलि लेखलेख भए पनि गाउँ बस्ती, माथिसम्मै गाउँ बस्ती देखिन्छ। यो भोजपुरको एउटा उत्कृष्ट घुम्नै पर्ने ठाउँमध्ये हो एउटा। म तपाईँहरूलाई पनि घुम्न एकपटक सिफारिस गर्दछु।